अहिले चाहिँ हामी धरम दिदीको घर जाँदै हो मेनमा। अब चाहिँ हामी निस्केको घरबाट मेन जाँदैछु। आज चाहिँ कस्तो आनन्द भइरहेछ, वेदर पनि कस्तो राम्रो अनि त्यति धेरै जाम पनि नभएको, कस्तो आनन्द आइरहेछ है, मजा आइरहेछ। कस्तो छ छोरा? यति धेरै लाइन बसेर खाएको आइसक्रिम हेर्न। हामी कतिचोटि आइसक्यो नि यहाँ। तेन्जिङ त पुरा हेरिरहेछ अहिले। पुगेर चाहिँ अलिक चिसो भएको थियो अनि हामी चाहिँ पानीको छेउमा बिचमा अलिक छेउछेउमा मात्रै घुम्ने भनेर बच्चाहरूलाई लुगा चेन्ज नगराइकन लिएर आएको, सबैको गाडीमा लाग्छ। अब यिनीहरू चाहिँ यहाँ पुगेर कपडा खोजिरहेछ, अब पानीमा पस्छ होला। आज अलिक चिसो थियो नि त, त्यही भएर कपडै नलागेको चिसो भएर अनि आज अलिक खाली खाली छ बिच पनि। कति बेला मान्छे त बस्ने ठाउँ जानु मन नलागेको जस्तो छ। चप्पल खै तिम्रो? चप्पल छोरी।
लुगा नफेरेर ल अमाइ चिसो छ लास्ट चिसो छ कुरा हाल्दा यो चाहिँ फर्केर आएर नानीहरू स्विमिङ लगेको स्विमिङ जाने भनेर स्विमिङ लगेको त्यहाँदेखिको त्यो गएको बोजी चाहिँ यहाँ कसरी सुतेर बसेछ स्विमिङ गर्नु भने त्यसरी सुतेर बसेछ टाउको भित्र नाल्छ र पानी फोहोरमा